दर्शकवृन्द, काठमाडौँको तीनकुने अहिले तनावग्रस्त देखिन्छ। यहाँ राज संस्था पक्षधरहरूले आज शक्ति प्रदर्शन गरेको थियो र यहाँ चाहिँ प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ र आन्दोलनकारीहरूले एउटा घरमा आग लागि गरिदिएको अवस्था छ। यहाँ पर देख्न सक्छौँ स्थिति निकै तनावपूर्ण छ। बिजुलीको पोल छेउमा भएको जुन घरमा आग लागि भएको छ र आगो ठुलो हुँदै गएको छ र स्थिति निकै तनावग्रस्त छ। थुप्रै आन्दोलनकारी घाइते भएका छन् र प्रहरी पनि घाइते भएको अवस्था छ। देशमा राज संस्था पुनर्स्थापनाको लागि भन्दै जो राजावादीहरू आन्दोलित थिए र यही बीचमा जनप्रदर्शन पूर्व राष्ट्रिय पञ्चायतका अध्यक्ष पूर्व मन्त्री नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन भनेर जुन आयोजना गरिएको थियो आज, र यो आन्दोलनमा स्थिति तनावग्रस्त भयो। जताततै धुवा नै धुवाको मुस्लो हामी देख्न सक्छौँ। अश्रु ग्यास प्रहार भइरहेको छ। धमाधम ढुङ्गा मुढा उत्तिकै प्रहार भएको छ आन्दोलनकारी तर्फबाट पनि, र स्थिति नियन्त्रणमा आइसकेको छैन। एउटा घरमा आग लागि पुरा दन्किरहेको छ, आग लागि भइरहेको छ। आगो दन्किरहेको हामी देख्छौँ। निकै पर धुवाको ठुलो मुस्लो छ र प्रहरीले पानीको फोहरा प्रहार गर्न थालेको छ यतादेखि। दर्शकवृन्द हेर्नुहोस्, स्थिति निकै तनावपूर्ण देखिन्छ र आन्दोलनकारीहरू यो तीनकुनेको खाली जग्गातर्फ अगाडि बढेका देख्छौँ हामी। यहाँ चाहिँ आन्दोलनकारीहरूलाई काठमाडौँ जिल्ला प्रशासनले कार्यक्रम आयोजना गर्नको लागि ठाउँ दिएको थियो, तर स्थिति धेरै तनावपूर्ण भइसकेपछि अहिले नेपाल पुलिस अगाडि बढेको अवस्था छ। दर्शकवृन्द, पानीको फोहरा अब प्रहार हुने सम्भावना देखिन्छ र एकैछिनमा धुवाको मुस्लोमा परिणत भयो तीनकुने। एउटा घरमा दनदनी आगो दन्किरहेको छ भने अर्कोतर्फ आन्दोलनकारीहरू उग्र भएर अहिले जुन ढुङ्गा मुढा प्रहार गरिरहेको अवस्था देख्न सक्छौँ भने अर्कातिर सुरक्षाकर्मीहरू अगाडि बढिरहेका छन् र स्थितिलाई नियन्त्रणमा लिन खोजिरहेको हामी देख्छौँ। हेर्नुहोस्, एकैछिनमा तीनकुनेको यो आकाश कालो न कालो भयो। धुवाको मुस्लो उडिरहेको हामी देखिरहेका छौँ र खासमा 15 जेठ 2065 राज संस्था विधिवत रूपमा अन्त्य भयो र आज गणतन्त्र स्थापना भएको 16.5 वर्ष भयो र यस बीचमा राजावादीहरूले सबैभन्दा ठुलो प्रदर्शन गरेको आजै हो र आजै हो हिंसात्मक प्रदर्शन गरेको पनि। र यो प्रदर्शन यति तनावपूर्ण भएको छ कि अहिले आन्दोलनकारी र प्रहरीहरू पनि आन्दोलनकारीहरू अगाडि बढेका छन् र ढुङ्गा मुढा प्रहार भइरहेको छ। र हेर्नुहोस्, निकै हामी छलिएर सुरक्षित साथ यो प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। दर्शकवृन्द, स्थिति धेरै नाजुक छ। पर एउटा घरमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। अर्कोतर्फ अगाडि बढेको प्रहरीलाई पछाडि हट्न बाध्य बनाएको छ आन्दोलनकारीहरूले ठुलो भिड अगाडि सरेपछि, र अहिले पनि प्रहरी पनि ढुङ्गा प्रहार गरिरहेको अवस्था हामी देख्न सक्छौँ र प्रहरी पछाडि हट्यो। अहिले भर्खरै ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू अगाडि बढेपछि प्रहरी पछाडि हटेको हामी देख्न सक्छौँ र अब यस्तो अवस्थामा सम्भवतः प्रहरी नै पछाडि हट्ने स्थिति आयो र दर्शकवृन्द, स्थिति धेरै नाजुक भयो। प्रहरी पछाडि हटिरहेको अवस्था छ। आन्दोलनकारीहरू ढुङ्गा मुढासहित अगाडि बढेको हामी देख्न सक्छौँ। असिना वर्षे जसरी बर्सिरहेको छ ढुङ्गा इँटा। र दर्शकवृन्द, स्थिति धेरै नाजुक देखिन्छ। हेर्नुहोस् दर्शकवृन्द, राज संस्था पुनर्स्थापनाको लागि भन्दै आन्दोलनमा उत्रेको आन्दोलनकारीहरूले यसरी ढुङ्गा मुढा प्रहार गरेर प्रहरीलाई पछाडि हट्न बाध्य बनाएको छ। प्रहरी निकै पर पुगिसकेको अवस्था छ र अब दर्शकवृन्द, अब प्रहरीले पानीको फोहरा प्रहार गरेको छ र यसपछि आन्दोलनकारी पछाडि हट्न थालेका छन् र अश्रु ग्यासले यहाँ हामी पनि सास फेर्न निकै हामीलाई पनि गाह्रो भएको अवस्था छ।
र आन्दोलनकारीहरू हेर्नुहोस् ढुङ्गा प्रहार गरिरहेको अवस्थामा हामी देख्छौँ र दर्शकवृन्द पानीको फोहरा प्रहार भइरहेको छ। देशमा राज संस्था पुनर्स्थापनाको लागि भन्दै राज संस्था पक्षधरहरू आन्दोलित छन् र प्रहरी निकै पर पुगेको अवस्था छ। लगभग 200 मिटर पछाडि प्रहरी हटेको अवस्था देखिन्छ र प्रहरीले अश्रु ग्यास प्रहार गर्न थालेको छ फेरि। र दर्शकवृन्द आन्दोलनकारीहरू धेरै अगाडि बढेका छन्। पर एउटा घरमा लागेको दन्दनी आगो 4औं तलामा पुगेको छ। हेर्नुहोस् दर्शकवृन्द यहाँ अश्रु ग्यास प्रहार भएको छ र चाहिँ सास फेर्न हामीले पनि धेरै गाह्रो भएको छ।